हेलो गाइज यो साउदीमा पनि कतिजना साथीहरू हुनुहुन्छ बालिनको सपोर्टमा या क्रिपको सपोर्टमा र मेरो रुमको साथमा धेरैजना झापाको मान्छे हुनुहुन्छ झापाको युवाहरू र उहाँहरू कसलाई सपोर्ट गर्नुहुन्छ म उहाँहरूको रुममा जाँदैछु र उहाँहरूको रुममा गएर मैले उहाँहरूसँग उहाँको सल्लाह सुझाव र विचार लानेछु र त्यहीसम्म मेरो यो भिडियोमा हजुरहरू रहिराख्नु होला। हुन्छ लेट्स गो। फाइनली म उहाँहरूको रुममा पुगिसकेको छु र मैले उहाँहरूलाई सोध्नेछु। ल हेर्नुहोस् है त। हेलो दाई, नमस्ते दाई। नमस्कार नमस्कार भाइ। अनि हजुर कहाँनिर दाई? झापा होइन? हजुर झापा हजुर। ए ठिक छ। झापादेखि केपी शर्मा ओली र बालेन शाह चुनावमा उठिरहनु भएको छ र तपाईँले कसलाई नै सपोर्ट गर्न चाहनुहुन्छ, बालेन शाह या केपी शर्मा ओली? बालेन शाह हजुर, बालेन शाहलाई सपोर्ट मोर सपोर्ट छ मेरो हाम्रो यहाँबाट चाहिँ होइन। झापा पनि मोर सपोर्ट हुन्छ। ओली बालाजी चाहिँ यसपालि हराउनै पर्छ झापाबाट। ए अनि तपाईँको झापावासीलाई के भन्न चाहनुहुन्छ? झापावासीहरूलाई पनि म के भन्न चाहन्छु भने यसपालि चाहिँ नयाँ पुस्ता फेर्नुपर्छ। पुरानो पुस्ताले काम गरेनन्, अब नयाँ पुस्ताले के गर्छन् कि भनेर गरेर चाहिँ नयाँ पुस्तालाई चाहिँ भोट हाल्नुपर्छ। यसपालि चाहिँ घन्टीमा भोट हाल्नै पर्छ। सूर्य खल्ली बल्ली। ल ल तपाईँको सुझाव सल्लाहमा ल हुन्छ। मैले पनि अब झापावासी सबैलाई भन्न चाहन्छु कि घन्टीमै भोट हाल्नुहोस्। र मैले झापाको एकजना युवालाई सोधिसकेँ र यहाँ सुत्रिनु भएको छ। म यहीँको रुममा आएर नै सोधेको हो र यहाँले अहिले युवालाई नै साथ सपोर्ट दिने भन्नुहुन्छ र म यसै गरी अरू मान्छेसँग पनि जोडिदिन्छु। तपाईँहरू नै मेरो भिडियोमा जोडिँदै गर्नुहोस्। हवस् त, धन्यवाद।